देख्न सक्नुहुन्छ यति धेरै के साह्रो एक रातमै यत्रो हिउँ पर्यो। अस्तिसम्म घाम लागिरहेको थियो, हिजो राति हल्का हल्का हिउँ पर्यो। ल हेर्नुहोस् त हिउँको माहौल छ। म चाहिँ एकछिन मार्केटतिर निस्केको। ओ माई गॉड, यति धेरै बाटो सफा हुने कार्य हुँदैछ। कति त आमा पुरै यत्रो थुप्रो भएछ त। जे जस्तै भए पनि ब्रह्मण्यामा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरू सबैजना आफ्नो ख्याल गर्नु होला। थुप्रै थुप्रो छ। यस्तो बाटोमा हिँड्दा नि लाइन लाएर हिँड्नु परिरहेको छ। के यस्तो चिप्लेलाई याद गर्नु। धेरै भिडियो बनाउने माहौल छैन। चिप्लेर लड्यो भने यतातिर गएको छ सहर जस्तो खाली राम्रोसँग है। धेरै भिडियो बनाउने माहौलै छैन। यस्तै हिउँ परिरहेको छ। लड्यो भने त पर्सि फुटाइ हुन्छ त। झन्नै लडेको। यत्रो आउँदो रहेछ। अनि यस्तो पाराले कहाँ हुन्छ। बल्ल अलिकति राम्रो बाटो आयो। चिप्लेर लड्छ हो लड्छ। कति धेरै हिउँ परेको तिमीलाई हराउने। अब अलिक स्लो बाटो काट्नु छ। सिग्नलहरूमा चाहिँ एकदम ध्यान दिनु। हिँड्कार आउँछ। झन्नै चिप्लेर लड्यो नि। झन्नै घोप्टो पऱ्यो।